यो अहिले नेपालमा भएको यो यौन शोषण तथा बलात्कार घटना हुनुको मुख्य कारण के हो जस्तो लाग्छ तपाईँलाई? मेरो बुझाइ अनुसार मलाई के लाग्छ भने जस्तो कि यसमा इन्डाइरेक्ट रूपमा सरकार पनि जिम्मेवार छ। किनभने हाम्रो युवाहरूले हाम्रो भावी पुस्ताहरूमा के न्युज अथवा के डाटाहरू गइरहेछ र तिनीहरूले के हेरिरहेछन् भनेर देश सरकारले त्यसमा नियन्त्रण गर्न सकेको छैन। अर्थात् यसरी बुझ्न सक्नुहुन्छ कि एउटा सानो बच्चालाई जे सिकायो अर्थात् जे संस्कार पर्यो त्यही पछि गएर त्यो उसको स्वभावमा हिस्सा हुन्छ। त्यस्तै के भन्न चाहन्छु भने यदि हेर्ने चिजहरू र इन्फर्मेसनहरू नै त्यस्तै गयो भने मानसिकता पनि त्यस्तै किसिमको हुन्छ र एक दिन गएर त्यसको परिणाम पनि त्यस्तै आउँछ। त्यसकारणले जबसम्म सरकारले हाम्रो युवामाझ कस्तो न्युज र कस्तो डाटा पुर्याउनु पर्छ भन्ने सम्बन्धमा विशेष ध्यान पुर्याउँदैन तबसम्म यस्तो घटनाहरू निर्मूल हुँदैन अर्थात् यसको घटनाको अन्त्य हुँदैन। र हामी के सोच्छौँ भने यो यस्तो अपराधीहरूलाई सजाय दिउँ या फाँसी दिउँ भने यो समस्याको समाधान हुन्छ जस्तो लाग्छ। तर एक हिसाबमा के सोच्नु भने यो समस्या समाधान होइन, त्यो समस्या अपराधी व्यक्तिको मात्र समाधान हुन्छ। अर्थात् व्यक्ति मात्रै हुँदैन तर जडबाट समस्याको समाधान हुँदैन। किनभने जबसम्म तपाईँले मानसिक स्थितिमा अर्थात् मानसिक चेतनाको परिवर्तन गर्नु हुँदैन तबसम्म समस्या समाधान हुँदैन। आज यो व्यक्तिले गर्यो भोलि अर्को व्यक्तिमा हुन्छ, तर त्यस्तै हो। त्यसकारणले यदि यो समस्यालाई जडबाटै हटाउनु छ भने मानसिक चेतनाको स्तर बढाउनुपर्छ। त्यसकारणले मानसिक चेतनाको स्तर बढाउनको लागि मिडिया, सोसल मिडियामा उचित सन्देशहरूको प्रभाव गर्नु अथवा उचित सन्देशहरू पुर्याउनु एउटा यो उत्तम विकल्प हो र यस विकल्पले गर्दा केही सुधार आउन सक्छ। किनभने हिजो आजको यङ जेनेरेसनहरू मोबाइलमा निर्भर हुन्छन् अर्थात् मोबाइलमै पुरै लागिरहन्छन्। त्यसकारणले यदि मोबाइलमै राम्रो समाचार अथवा राम्रो न्युजहरू आयो भने अलिक प्रभाव कम हुन्छ र गलत न्युजहरू गलत डाटाहरूलाई नेपाल सरकारले त्यसलाई ब्लक गर्नुपर्छ। र यदि त्यस्तो गरियो भने यस्तो समस्याहरूमा यस्तो आपराधिक घटनाहरू कम हुने चान्स हुन्छ। आजको लागि यति नै। केही प्रश्नहरू रह्यो भने कमेन्ट गर्नुहोला। जय श्री राम।